आज मैले एउटा कस्तो सत्य कुराले रुँदेको छु जसलाई बुझ्ने बित्तिकै जीवन बदलिन्छ, यदि नबुझ्ने हो भने जीवन भत्किन्छ। शिक्षा केवल किताब मात्र होइन, शिक्षा त मान्छेभित्रको अन्धकार सँग हुने युद्ध हो। हतियार मिलेर बनेको उज्यालो जसले मानिसलाई बाटो देखाउँछ, पहिचान दिन्छ र आत्मा उठाउँछ। शिक्षा केवल अक्षर पढ्ने मात्र होइन, शिक्षा भनेको त अरूले बन्द गरेको बाटो आफूले खोल्न सक्ने। सदाध्यक्ष महोदय भाग्य निर्माण गर्छन् अनि शिक्षित मानिसहरू भूमि उब्जाउँदैनन्, भविष्य उब्जाउँछन् र शिक्षित मानिसहरू छाया खोज्दैनन्, उज्यालो उब्जाउँछन्। यही बिचमा एउटा छोटो कहानीको स्मरण आयो। एक गरिब आमा अस्पतालको बेडमा अन्तिम सास लिइरहेकी थिइन्। छोरा अलि उम्रको थियो। आमाले छोराको टाइमलाई च्याप्प सम्झाउँदै भने, छोरा उज्यालोसँगै दौडेर बाँच। मेरो चाहना यही छ बाबु, तिम्रो शिक्षा कहिले रोकिँदैन। त्यो वाक्यले छोराको मन भत्कायो अनि उसको सोच परिवर्तन भयो। आज विदेशमा होइन, आफ्नो देशमा बसेर सयौं विद्यार्थीहरूको भविष्य उज्यालो बनाइरहेको छ। शिक्षा नामको प्रकाशले अन्धकारलाई जितेको प्रमाण हो। सभाध्यक्ष महोदय, कसैले सोध्छ देश कसरी बदलिन्छ? म भन्छु देश त्यतिखेर बदलिन्छ जब एउटा शिक्षक कक्षामा प्रवेश गर्दा आशा बोकेर प्रवेश गर्छ अनि विद्यार्थी कक्षाबाट निस्कँदा उद्देश्य बोकेर निस्कन्छ। सभाध्यक्ष महोदय, देश त्यतिखेर उठ्छ जब एउटा विद्यार्थीले बुझ्छ कि शिक्षित मानिस केवल शिक्षित मानिस राष्ट्रको नयाँ दिशा लेख्ने सक्छौँ। हामी जन्मेको ठाउँ बदल्न सक्दैनौँ, तर हामी पुग्ने ठाउँ बदलिदिन सक्छौँ। हाम्रो घर सानो होला, तर हामीले बोकेको उज्यालो संसारभर फैलिन सक्छ। त्यसकारण शिक्षा केवल प्रमाणपत्र मात्र होइन, शिक्षा हाम्रो जीवनको क्रान्ति हो। शिक्षा कुनै विकल्प होइन, शिक्षा उज्यालो भविष्यको एक मात्र ढोका हो। एजुकेसन इज द हार्ट बीट दैट पंप्स केयर इन्टु टुमारो लाइफ। अर्थात् शिक्षा को धडकन हो जसले आँसुहरूलाई भोलिको उज्यालोमा बदल्छ। सभाध्यक्ष महोदय, शिक्षा हामी सबैको साझा हो। शिक्षा केवल विद्यार्थीको मात्र युद्ध होइन, शिक्षा साझा राष्ट्रको युद्ध हो। शिक्षक युद्धका कप्तान हुन् भने विद्यार्थी युद्धका सैनिक अनि अभिभावक युद्धका शक्ति हुन्। यी तिनै एकै दिशातिर लाग्यो भने अन्धकारको पराजय निश्चित छ। अन्तमा शिक्षा केवल किताबको पाना मात्र होइन, शिक्षा हाम्रो मनको दीप हो। जब हरेक बालबालिकाको आँखामा यसको चमक झल्किन्छ, त्यही हाम्रो उज्यालो भविष्य जन्मिन्छ। आउनुहोस् हामी सबै मिलेर यसको प्रकाश फैलाउँ, किनभने शिक्षा केवल ज्ञान मात्र होइन, शिक्षा हाम्रो